नमस्ते सबैजनाहरुमा म आज बनाउन गइरहेको छु क्लास 11 को यो मूल प्रविष्टि पुस्तिका गोस्वारा अभिलेखन भन्ने चाहिँ म बनाउन गइरहेको छु। बुक अफ ओरिजिनल एन्ट्री जनरल, यसमा चाहिँ जनरल एन्ट्री पनि बनाउनु पर्ने हुन्छ र यो चाहिँ हाम्रो क्लास 11 र 12 मा चाहिँ इम्पोर्टेन्ट क्वेशन हुने गर्दछ। हाम्रो चाहिँ एक्जाममा चाहिँ फाइनल एक्जाममा चाहिँ यस्तै प्रकारको क्वेशन एउटा क्वेशन चाहिँ फिक्स 25 बाट चाहिँ आउँछ र हजुरहरूले यो भिडियो अन्तिमसम्म हेर्नुभयो भने हजुरहरूको डाउट पुरै क्लियर हुनेछ र म हजुरहरूलाई राम्रोसँग सम्झाएर बुझाएर यो क्वेशनलाई बनाउने प्रयास गर्नेछु र हजुरहरूले अन्तिमसम्म यो भिडियो हेरिदिनु होला। र आज हामी बनाउन गइरहेका छौं पर्चेज बुक हैन। क्लास 11 र 12 मा यो दुईटै क्लासमा चाहिँ काम लाग्ने गर्दछ र हामी चाहिँ अब ढिला नगरी सुरु गरौँ है त। ल अब हामी सुरु गरौँ है त क्वेशन बनाउन। हजुरहरू यहाँ क्वेशन देख्न सक्नुहुनेछ। हामीले यहाँ क्वेशन पनि लेखेर राखिदिएको छौं र हजुरहरू चाहिँ यो क्वेशनलाई आफू पनि घरमा चाहिँ प्र्याक्टिस गर्न सक्नुहुनेछ र हजुरहरूले चाहिँ यो भिडियो हेरिसक्नुभयो भने चाहिँ हजुरहरूको डाउट चाहिँ क्लियर हुनेछ। म हजुरहरूलाई राम्रोसँग सम्झाएर बुझाएर चाहिँ पढाउने प्रयास गर्ने नै छु र अब हामी चाहिँ यहाँ स्टार्ट गरौँ है त। लेट्स स्टार्ट। ल अब यसमा चाहिँ हाम्रो डेट दिया छैन। डेट दिया छ भने चाहिँ यता दिया छ नि त मार्च 3 दिया छ हैन। अब यसलाई यहाँ लेखौं मार्च 3। हामीले चाहिँ डेट लेख्नु पर्यो जे डेट दिया छ। अब कतिखेर चाहिँ के हुन सक्छ भन्दाखेरिमा यसमा डेट नदिएर हैन, यसमा चाहिँ डेट नदिन सक्छ र यसमा चाहिँ ए नम्बर भनेर दिन सक्छ अथवा आई नम्बर दिन सक्छ अथवा 1 नम्बर भनेर दिन सक्छ। त्यो समयमा चाहिँ हामीले अलि ध्यान दिनुपर्ने हुन्छ र हामीलाई कुनै समयमा कुनै प्रकारको पनि डेट दिन सक्छ र जुन डेट दियो हामीले चाहिँ त्यही लेख्नु पर्ने हुन्छ। र अब हामीले चाहिँ यसमा चाहिँ हैन अब के लेख्नु पर्यो भन्दाखेरिमा यो पर्चेज गुड्स अन क्रेडिट फ्रम दिपेश बुटवल भनेर भनेको छैन। यो चाहिँ दिपेश बुटवल हामीले चाहिँ यति लेख्नु पर्यो के। यो हामीलाई जुन दिया छ नि, जसरी यो दिपेश बुटवलको ठाउँमा यो पनि दिन सक्छ कि राम बुटवल, राम काठमाडौँ यो पनि दिन सक्छ हैन। अब यसमा चाहिँ बुटवल नदिएर दिपेश काठमाडौँ, दिपेश पोखरा यो पनि दिन सक्छ है। हामीले चाहिँ योमा चाहिँ ख्याल गर्नुपर्छ र हामीले चाहिँ यो लेख्नुपर्छ दिपेश बुटवल। हामीलाई यो भयो हैन, हाम्रो चाहिँ यो भयो। अब हामीले चाहिँ यहाँ चाहिँ योलाई लेख्नु पर्यो 12 टेप रेकर्डर्स @RS 500 इस। योलाई चाहिँ हामीले जस्ताको त्यस्तै लेख्नु पर्यो। टेप रेकर्डर्स 12 टेप रेकर्डर्स @RS 500 इस। यो चाहिँ हाम्रो भयो हैन। अब हामीले यो पनि लेख्नु पर्यो नि त। यो पनि 10 रेडियो @RS 800 इस हैन, 800 इस भनेर भनेछ। हामीले यो पनि लेख्नु पर्यो। 10 रेडियोस @RS 800 इस हैन। यो भयो हाम्रो। अब यति भयो भने हैन, अब हामीले चाहिँ यसलाई चाहिँ क्लोज गरिदिनु पर्यो यताबाट हैन, क्लोज गर्यो हैन। अब यसलाई क्लोज गर्यौं भने चाहिँ हैन हाम्रो अब हामीले चाहिँ अर्को प्याराग्राफमा चाहिँ हैन हामीले चाहिँ योलाई टोटल निकाल्नु पर्यो। 12 × 500 गर्नु पर्यो र यसमा पनि 10 × 8 100 गर्नु पर्यो हैन, 800 गर्नु पर्यो र त्यसलाई चाहिँ डिटेलमा योलाई यो 12 × 500 गरेर चाहिँ यसमा लेख्नु पर्यो हैन। अब यसमा पनि 10 × 800 गरेर चाहिँ यसमा लेख्नु पर्यो र यो र यो जति यहाँ आयो नि त्यो र योलाई जोडेर चाहिँ यता लेख्नु पर्यो हैन। ल अब यसमा चाहिँ हैन बुझ्नुभयो कि नै, हामीले चाहिँ यो 12 × 500 गरेर चाहिँ यसमा लेख्नु पर्यो क्या हैन। हाम्रो कति आउँछ भन्दाखेरिमा 6000 आउँछ हैन। यो चाहिँ 6000 आउँछ। अब यसरी 10 × 800 गर्नु पर्यो क्या हैन। हामीले चाहिँ त्यो पनि त्यसरी नै गुणन गर्नु पर्यो र डिटेलमा लेखेर टोटलमा लेख्नु पर्यो है त हैन। यसमा पनि हामीले यो गुणन गरेर चाहिँ यहाँ लेख्नु पर्यो हैन, 8000 आयो। अब यसमा
हामीले चाहिँ के गर्नु पऱ्यो भन्दाखेरिमा यसलाई चाहिँ अब जोड्नु पऱ्यो हैन 14000 आउँछ हैन। अब यसमा चाहिँ हामीले चाहिँ हैन ध्यान दिएर बनाउनु पर्ने हुन्छ कि हैन क्वेसन चाहिँ हामीले ध्यान दिएर बनाउनु पर्ने हुन्छ है त। अलि पनि मिस्टेक हुन सक्छ क्वेसन। हामीले चाहिँ यहाँ पनि क्लोज गर्नु पर्यो र हामीले चाहिँ टोटलमा चाहिँ क्लोज गर्नु हुँदैन। हामीले टोटलमा क्लोज गर्यो भने चाहिँ हाम्रो हिसाब गलत हुन सक्छ एक्जाममा पनि हैन। त्यही भएर चाहिँ हामीले चाहिँ टोटलमा चाहिँ क्लोज गर्नु हुँदैन र हामीले चाहिँ डिटेलमा र यो पार्टिकुलरमा चाहिँ क्लोज गर्नुपर्छ है त। ल अब हामी अर्को क्वेसन बनाउनुतिर लागौँ। अर्को भनेको छैन, अब अर्को डेट दिएको छ मार्च 8 हामीलाई डेट दिएकै छ। डेट दिएको भने डेट दिएको भयो त सजिलो भयो। दीर्घा हैन DIRGH दीर्घा चितवन, दीर्घा चितवन हैन। हामीलाई जसरी यहाँ दिएको थियो नि त हामीलाई दिपेश बुटवल दिएको थियो त्यसै गरेर चाहिँ हामीलाई यहाँ दीर्घा चितवन दियो हैन। दीर्घा चितवन दियो भने हामीले त्यो लेख्नु पर्यो हैन। अब त्यो लेखिसकेपछि हामीलाई अर्को के दिएको छ त 30 टेलिफोन, 30 टेलिफोन सेट्स @RS 1000 पर सेट। अर्को पनि लेख्नु पर्यो हामीले 40 डट्स @RS इज 2000 इज हैन। हाम्रो यो पनि भयो है त। हाम्रो यो पनि भयो भने हामीले यसलाई चाहिँ क्लोज गर्नु पर्यो है त। हामीले यसलाई चाहिँ क्लोज गरिदिनु पर्यो है त। यसलाई क्लोज गरिदिनु पर्यो र हामीले चाहिँ अब अगाडि जस्तै हामीले यहाँ पनि गरेको थियौँ नि त 12 × 500 गरेको थियौँ र 6000 लेखेको थियौँ हैन। यहाँ पनि 10 × 800 गरेको थियौँ र 8000 लेखेको थियौँ। 6000 + 8000 गरेको थियौँ र 14000 लेखेको थियौँ हैन। 14000 चाहिँ लेखेको थियौँ भने अब हाम्रो चाहिँ यहाँ पनि 30 × 1000 गर्नु पर्यो र 40 × 2000 गर्नु पर्यो हैन। अब यसमा चाहिँ हामीले चाहिँ क्वेसनहरु चाहिँ हामीले क्वेसन बनाउने बेलामा चाहिँ हामीले ध्यान दिएर बनाउनु पर्ने हुन्छ र हामी किनभने चाहिँ यस्तो क्वेसन त हाम्रो एक्जाममा चाहिँ फिक्स आउने गर्दछ के हैन। हामीले यो क्वेसनहरुलाई चाहिँ हैन यस्तो खाले क्वेसनहरुलाई चाहिँ हामीले प्र्याक्टिस गर्यो भने चाहिँ हाम्रो क्लास 11 र 12 को एक्जाममा चाहिँ हैन हाम्रो सजिलो हुने गर्दछ। त्यही भएर चाहिँ हामीले यो क्वेसनलाई राम्रोसँग ध्यान दिएर बनाउनु पर्ने हुन्छ र हामी चाहिँ यसमा चाहिँ हाम्रो कति आयो त 30000 आयो हैन। यो र 30 × 1000 गर्यो भने चाहिँ 30000 आउँछ हैन। यसलाई चाहिँ हामीले गुणन गर्नु पर्यो र अर्को छ हाम्रो 80000 हैन 80000 आउँछ। यसमा पनि 40 × 2000 गर्यो भने चाहिँ हाम्रो 80000 आउने गर्दछ हैन। 4 दुना 8 हैन। अब यसमा पनि हाम्रो 80000 हैन। अब यसमा चाहिँ हामीले हैन अब यसलाई चाहिँ जोड्नु पर्यो के। यसलाई जोड्नु पर्यो हैन। जोडेको टोटललाई चाहिँ यता लेख्नु पर्यो हैन। अब यसलाई चाहिँ हाम्रो चाहिँ यो पनि क्लोज हुने भयो त। हामीले यो पनि क्लोज गर्नुपर्छ भनेको थिएँ नि त मैले हैन। हाम्रो यो पनि क्लोज गर्नु पर्यो र अब यसलाई र हाम्रो यस र यसलाई टोटलको इन्कम हैन। हाम्रो चाहिँ यो चाहिँ इन्कम हो अहिलेको लागि हैन। इन्कम INCOM इन्कम हाम्रो चाहिँ यो इन्कम हो हैन। टोटल यो इन्कमलाई हामीले जोड्नु पर्ने हुन्छ हैन। हामी जोडौँ। हामीले चाहिँ अब यो टोटललाई जोड्नु पर्यो है त। हामीले यो टोटललाई जोड्नु पर्यो र यता लेख्नु पर्यो हामीले टोटल लेख्नु पर्यो हैन। टोटल हामीले यता टोटल लेख्नु पर्यो र यता चाहिँ आएको अमाउन्टलाई लेख्नु पर्यो। हाम्रो कति आउँछ त 1,24,000 यता आउँछ है त। 1,24,000 यसको आन्सर हुने गर्दछ र अब हामीले चाहिँ यसलाई चाहिँ क्लोज गरिदिनु पर्यो है त हैन। अब यो चाहिँ हाम्रो क्लोज भयो। हामीले चाहिँ प्राय जसो धेरै स्टुडेन्टहरु गलत गर्ने ठाम भनेको चाहिँ हैन हाम्रो चाहिँ यता पनि क्लोज गरिदिन्छन्, यता पनि क्लोज गरिदिन्छन् हैन। यता क्लोज गर्नुपर्छ र यता पनि क्लोज गरिदिन्छन्, यता क्लोज गरिदिन्छन्, यता पनि क्लोज गरिदिन्छन्। त्यो त हाम्रो गलत मानिन्छ के। हामीले चाहिँ यो टोटलमा चाहिँ हामीले क्लोज गर्नु पर्दैन हैन। टोटलमा चाहिँ हाम्रो क्लोज गर्नु पर्दैन र हामीले चाहिँ डिटेलमा क्लोज गर्नुपर्छ र पार्टिकुलरमा पनि क्लोज गर्नुपर्छ। हामीले चाहिँ
क्वेसन बनाउँदा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरू हुन् यिनीहरू र अब हामी चाहिँ हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो र मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला। म अझ अर्को क्वेसन चाहिँ अझ हजुरमाझ लिएर आउनेछु। अब हाम्रो के बाँकी छ भन्दाखेरिमा फिजिकल स्टेटमेन्ट छ होइन, अर्को धेरै अझ हामीले बनाउने क्वेसनहरू धेरै छन् र म हजुरमा यस्तै नयाँ खालका क्वेसनहरू बनाएर ल्याउने नै छु। अहिलेलाई यतिकै बिदा हुन्छु। हस्त, धन्यवाद। फेरि भेटौँला। ओके, बाई बाई।